साउन 15 खिर बनाउनको लागि यहाँनिर दुध 2 लिटर 2.5 लिटर दुध लिएर आएर बोइल गर्न गइरहेको छु। आजको मेरो रेसिपी चाहिँ मिनी भ्लगमा खिरको रहनुभयो। सबैले हेरेर साथ दिनु होला है त साथीहरु। हेलो एभ्रीवान, आज म खिर बनाउन गइरहेको छु। साउनको 15 फर्स्टमा म घिउ हाल्न गइरहेको छु। 2 चम्मच घिउ, 3 चम्मच घिउ हालेर राखेको छु। यहाँ चामल, देख्न सक्नुहुन्छ घिउमा चामल फ्राई गरेर यो तरिकाले बनाएँ आजको खिर। हजुरहरूले कसरी बनाउनु भयो मैले बनाएको भिडियोमा कमेन्ट गर्नु होला। यो अब लगभग पाकिसकेको छ। यतिको फ्राई भएर चाहिँ आधा आधी पाकिसकेको छ है। त्यसपछि आएर अब यसमा म चिनी राख्न गइरहेको छु। यसमा थोरै म चिनी राखिदिन्छु। चिनी राखेर यसलाई म मिक्स गरेँ। राइस राम्रोसँगले बोइल भइसकेको छ। त्यो साथीले हेर्नु होला। खिर पनि अब पाकिसकेको छ, हेर्नु होला। खिर पनि पाकिसक्यो है। अब हेर्नु होला, आज खिर यो तरिकाले बन्ने है। अब बच्चालाई खाजाको लागि स्कुलको खाजा, बच्चाहरूको टिफिन बक्समा खिर रेडी भयो। अब स्कुलमा पढाउन जाने दिउँसोको खाजा आज बच्चाहरूको लागि खिर बन्यो। साउनको 15 पनि भयो र बच्चाहरूको स्कुल खाजाको लागि दुईटैको लागि आज खिर पाक्यो। गरम गरम दिउँसोको खाजामा बच्चाहरूलाई आज खिर।